सबैलाई स्वागत छ। आज हामी नयाँ भिडियोको साथ आएका छौँ। आज शनिबार, नानीहरू सबैको छुट्टी, राम्रो खालको गेमिङ भिडियो लिएर आएको छौँ। आज यहाँ गेम खेल्ने हो सबैजना। अब सबैलाई देखाउँछु अहिले है त यहाँको गेम। यो गेम भनेको हाम्रो यो कलर म्याचिङ हो। यहाँ कलर म्याचिङ अब जसले यो 4वटा कलर म्याचिङ गर्नुहुन्छ आज क्यास प्राइज सहितको व्यवस्था छ। आजको हाम्रो यो गेममा भाग लिने हुनुहुन्छ हाम्रो कन्टेस्टेन्टहरू सबैजना रेडी हुनुहुन्छ, एकदम तम तयार भएर 100 रुपियाँ जित्न रेडी। ल अब म यहाँ अब सुरु गर्न आँटेको छु। यहाँ पहिले अलिकति सफलिङ गर्नुपर्ने हुन्छ। अब यहाँ यो मैले त रेडी गरिसकेँ। अब मम्मीले यहाँ बसेर यहाँ जज गरेर हेर्दै होस् नि त मम्मीले। ल रेडी सबैलाई छ। एकजना आएर हेल्प गर्दै आउँछ नानीलाई चाहिँ। एउटा मात्र मिल्यो। पछाडि जाने यो सबै त अब मिल्दैन। नेक्स्ट लु अब नजिक गरेर राख्दा हुन्छ है। एउटा पनि मिलेन। अघि एउटा मिलेको थियो भनेर भनेको थिएँ, त्यो याद गर्नुपर्ने हुन्छ। नजिक राख्छन्, अझै नजिक राख्छन्, त्यो एडजस्ट गर्न सक्छ। ल बधाई छ, 2टा मिल्यो। ल बधाई छ, एउटा मिल्यो। अब गीताजीको पाली। बधाई छ, एउटा मिल्यो। अब आर्सनको पाली। एउटा मात्र मिल्यो। ल बोनुको मामा पनि सँगै आइसक्यो। ल बेबीले यो भन्छ त्यो अनुसार राखिहाल्छ छिटो। होइन स्विच राख्ने होइन, उसले एउटा कलरमा बधाई छ, 2टा मिल्यो। त्यस्तो हुँदैन हो, बेबी उता गइसक्यो। भयो, एउटा मात्र मिल्यो।
ल बधाई छ रोसुको एउटा मिल्यो ल बधाई छ दिदी एउटा मिल्यो एउटा मात्र मिल्यो कसको पालि पुनुको पालि भन्दा छिटो अब पुनुको मामा पनि आउनु पर्छ त्यो मिलाइछ दोकान त्यही भएर यो जसले जित्ने हो बम्पर विनर जित्ने हो नि त कहाँ नजिकै भन्न पाइयो त नि पैसा उड्यो नानीले मिलाउँछ नि क्या पैसा सबै आयो ए दुईटा मिल्यो बेबी गएछ पछाडि मबाट त्यस्तो छिटै हुँदैन ल बधाई छ एउटा पनि मिलेन र सुजनको पारी आएको छ अब के गरिसिन्छ हेरौँ बधाई छ दुईटा मिल्यो होइन हेलो दुईटा मिल्यो झन्डै मिलाएको थियो नि मम्मी झन्डै मिलाएको थियो नि त्यहाँ आफ्नो गर्ने त भन्न पाइँदैन ए यसो गरौँ ल यो ठिकै छ यो एउटा पनि मिलेन अब यही चाहिँ यहीबाट सफल गर्दा हुन्छ क्या पछाडि लानु पर्दैन यहीबाट सफल गर्दा हुन्छ त्यसरी मिल्दैन मिल्दैन एउटा मात्र मिल्यो दुईटा मात्र दुईटा सरी दुईटा आफू आउनु पर्यो अगाडि बेबीले यो अम्ला देखाइन्छ आफूले मैले सार्दिन सक्यो भने त्यहीँबाट हो क्या
अब यी राख्ने किन सक्दिनौँ क्या एउटा थाहा कुन सुरुमा राख्ने सुरुमा कुन राख्ने एउटा किन खेल्नु अब एकछिन पछाडि खेल्नुपर्छ एउटा मात्र मिल्यो बेबु त कसो भयो एउटा मात्र मिल्यो त्यो अब आफूलाई थाहा छ नि होइन एउटा मात्र मिल्यो यही त चाहिँ धेरै भयो कि अब मिलाएर खेल्नु है राख्ने यो त यहाँ होइन जस्तो लाग्छ यो मिस्टेक भयो राखेको चेन्ज गर्नु चेन्ज गर्न पाइन्छ त फाइनल यस्तो गर्दा पनि हिँड्दैन मम्मीले हेर्न पाइदियो फाइनल दुईटा मिल्यो सजिलो छ त दुईटा मिल्यो अब एउटा चटचट मिलाएर मिलिहाल्यो गेम सकिहाल्छ है त्यही त हो थाहा पाउनु पर्यो त सकेकै छैन नि गरिरहेको छ एकदम गरिरहेको छ त छड्के हेर्न पाइँदैन एउटा पनि मिलेन फाइनल फाइनल मिल्यो आएर हेर्दा हुन्छ त अनि सबैले विनर ल सबैले ताली पड्काइदिने ल अब नेक्स्टमा गर्छौँ फेरि हामी नेक्स्ट